प्लेयरको स्ट्यान्समा र अब फेरि पनि ब्याकबाट बिल्ड गर्ने चाहना राखेको छ मसिनो रुम त्यति सजिलो भने बनाउने छैन त्यहाँ होल्ड गर्न भने निकै नै गाह्रो रहन सक्छ भगवती क्लबलाई अहिले पनि शिशिर लेखीको लागि राम्रो पास थियो शिशिर बल होल्ड गर्दै भने साक त्यहाँ गोलको लागि गएका थिए सम्भवतः क्रसको पनि एटेम्प गर्ने खोज्दैमा थिए इसाकले तर दुवै इन्स्ट्यान्समा इसाकको दिवस त्यहाँ महसुस गराइरहेका छन् श्री भगवती टिमलाई मिस्टक्समा इसाकको त्यो क्रसलाई फेरि पनि बल क्लियर गर्दै दिवस शिशिर लेखी हुँदै सीमान्त खुट्टिलो सीमान्त त्यहाँ भेटाएका थिए शिशिर लेखी यहाँ दिवाकर थर्डसम्म बल ल्याउन सफल शिशिर लेखी शिशिर शिशिर लेखी सुरु गर्दै हुन्छ पर्टिकुलरली यो म्याचको कुरा गर्ने हो भने यहाँ जोनाथन 1v2 सिचुएसनमा आफूलाई पाएकोले बल घुमाएका छन् र काउन्टर अट्याकमा अगेन्स्ट तयार र क्लियर गर्न सफल तर खतरा त अझै पनि टरेको छैन शिशिर लेखी बलको पछाडि गएको छ बल नियन्त्रण गर्ने सँगै थ्रोइङको अपर्च्युनिटी क्लब केही समयदेखि भगवती क्लबको ब्याकलाइनलाई टेस्ट गर्न सकेको छैन यहाँ श्री भगवती क्लब क्लबको लागि राम्रो पोजिसनमा आइपुगेका थिए र अब यहाँ अर्को अपर्च्युनिटी हुनसक्छ किसन रहेका छन् अनि एलिजनलाई राम्रो त्यहाँ बल प्ले गरिदिँदै जोनाथन बल र फेरि पनि अर्को अट्याक तर यहाँ भगवती क्लब पहिलो हाफको अन्त्यमा केही मुभ बनाउने प्रयास त गरिरहेको छ यहाँ र अट्याक गर्ने प्रयासमा अब भने पछि अट्याकमा त्यो स्पार्क पनि महसुस गर्न सकिरहेको छैनौँ हामी तर स्पार्क पनि महसुस गर्नेछौँ यहाँ त्यो टिम टकमा जोनाथन सम्झाइ बुझाइ गर्दै थिए र इसारा दिएर थ्रो बल निकाल्ने प्रयास यहाँ राम्रो बल कन्ट्रोल जोनाथनको इसाक बलको पछाडि जान चाहन्छ स्ट्रिटमा चेन्जेस देखिएको छ अट्याकिङ मिडफिल्डको भूमिकामा हामी विवेकलाई देख्न सक्छौँ भने यहाँ फेरि पनि मचिन्द्रको लागि राम्रो बल निकालिदिएका छन् त्यहाँ र भगवती क्लब दोस्रो हाफमा राम्रो पर्फर्मेन्स पनि आउन सकेको छैन भगवती क्लबको तर्फबाट यहाँ रिप्लेमा देख्न सक्छौँ यहाँ गुड एन्ड कम्पोज टाइप फेरि पनि यहाँ अट्याक गर्ने प्रयास त गर्छ पहिलो शरणको नेसनल लिगको सङ्गीतलाई कुनै पनि किसिमको हतार छैन र ब्याकबाट बिल्ड गर्दै आफ्नो टाइम हुँदै खेलमा अघि बढ्दैछन् भन्ने मसिन्द्रका खेलाडीहरू अन्तर्गत हतार भने गर्छन् क्लबको लागि र किनै इन्फ्लुएन्स जोनाथनको राम्रो सेट रहने गर्छ र त्यो भने आजको यो खेलमा शिशिरले कि राम्रो बल खेलिदिएका छन् त्यहाँ शिशिरले सुभाषले त्यहाँ अन्तिम शिशिरले कि यहाँ अवसर हुन सक्छ तर अन्त्यमा सनी श्रेष्ठ राम्रो पास थियो सनिसको दिवाकरलाई तर फुर्तिला भगवती क्लबको खेलाडी त्यहाँ बल रिकभर गर्ने सीमान्त राम्रो फिनिसिङ थियो त्यहाँ प्रदीपको तर्फबाट अहिले र यहाँ राम्रो फुटबल दिवसको तर्फबाट बक्समा अपोजिट क्रिएट गरिरहेको छ